संख्या पुगेन हजुर, यसपल्ट संख्या पुगेन। संख्या पुगेका दिन अकुत कमाएर सम्पत्तिका मादकतामा मस्त रमाएर बेहोस भएकाहरूलाई बिउजाउने छौं। राणा कालमा अकुत कमाउनेको सम्पत्ति जसरी राज्य ढुकुटीमा आयो, राजाको सम्पत्ति जसरी राज्य ढुकुटीमा आयो, यो 35 वर्षमा अनेकौं काण्ड मचाएर नागरिकको रगत पसिना चुसेकाहरूको त्यो अकुत सम्पत्ति राज्य ढुकुटीमा ल्याउँछौं। 84 मा संख्या पुर्याउँछौं। यी वर्षहरूमा यो सरकार सञ्चालक को थियो सभामुख महोदय? भ्रष्टाचार गर्दिन, गर्न नि दिन्न भारत त। उहाँहरू पटिकालाई 47 यताकालाई अलिकति हाम्रो पार्टी सभापति जस्तै गरी होइन, अलिकति अनुसन्धान प्रक्रियामा ल्याउ त। टाउको लुकाउने ठाम छैन तपाईहरुको यो देशमा, टाउको लुकाउने ठाम। सम्माननीय सभामुख महोदय, डोनाल्ड ट्रम्पले फ्रड भने मैले मात्रै सुने हो कि यो देशको सम्मानित प्रधानमन्त्रीज्यूले नि सुन्नु भएको छैन त प्रतिक्रिया? युवाहरूले बोलेको कुरा सुशासनका लागि भ्रष्टाचार विरुद्ध युवाहरू बोल्दै गर्दा चाहिँ कहाँ एउटाले एउटा फेसबुक स्ट्याटस लेखेको भरमा च्याप्पै समात्ने प्रतिक्रिया दिने। हामी नयाँलाई के भनिन्छ? हामी नयाँलाई कता एउटा सार्वजनिक कार्यक्रममा देखाएको थिएँ, जनमतको कसरी उपेक्षा गरिन्छ। 11.5 लाख पवित्र मत प्राप्त गरेको चौथो पार्टीलाई नाति नातिना भनिन्छ, वडा अध्यक्षका हैसियत नभएका भनिन्छ। सम्माननीय सभामुख महोदय, यो बीचका भ्रष्टाचारका महाकाण्डका फाइलहरू बन्द गर्ने अभिप्रायले बनेको यो सरकार फाइल बन्द पनि गर्दैछ र यो उजुरीको चाङ र यो तथ्याङ्कको चाङमा बसेर विधिका शासन र भ्रष्टाचार उन्मूलन र सुशासनका कुरा गर्छ। सुहाउँदैन मैले भ्रष्टाचार गर्दिन, गर्न नि दिन्न भन्दा। ऋण लिनमा रवि लामिछानेको प्रत्यक्ष संलग्नता छैन भनिएको छ। गोर्खा मिडियामा आएको रकम परिचालन गर्ने सन्दर्भमा त्यहाँ कारबाही गर्नु भनिएको छ। के भनिएको छ? प्रचलित कानुन अनुसार भनिएको छ। प्रचलित कानुन अनुसार भनेको कम्पनी ऐन 2063 हो मान्यज्यूहरू। कसरी के तरिकासँग मुद्दा लगाइयो? सम्पत्ति शुद्धिकरण कतै कतै ठगी कतै यो के हो? नयाँ भ्रष्टाचार विरुद्धको महाअभियानमा युवाहरू आवाज उठाएका छन्, उठाउने छन्। 79 ले जग बसालेको छ। सम्माननीय प्रधानमन्त्रीज्यूको पार्टीका उपाध्यक्षलाई 7,500 को मतान्तरले पछाडि पारेर 34,000 भन्दा भारी मत लिएर आएको आडमै म छु, म आडमै छु। खबरदार, जनमतको यसरी उपेक्षा गर्न पाइँदैन। र हामीले उठाएको भ्रष्टाचार विरुद्धको यो अभियान कसै एकजनालाई छेकेर छेकिनेवाला छैन। सम्माननीय सभामुख महोदय, अदालतमा विचाराधीन विषयहरू सदनमा नबोलौँ भन्ने लागेको थियो, तर संसदीय विशेष समितिको प्रतिवेदन मान्यज्यूहरूले अलि अध्ययन गर्नुभएको रहन्छ कि जस्तो लाग्यो। 449 नम्बरको पेज पढ्नु होला। त्यहाँ के लेखेको छ? ऋण लिनमा रवि लामिछानेको प्रत्यक्ष संलग्नता छैन भनिएको छ। गोर्खा मिडियामा आएको रकम परिचालन गर्ने सन्दर्भमा त्यहाँ कारबाही गर्नु भनिएको छ। के भनिएको छ? प्रचलित कानुन अनुसार भनिएको छ। प्रचलित कानुन अनुसार भनेको कम्पनी ऐन 2063 हो मान्यज्यूहरू। कसरी के तरिकासँग मुद्दा लगाइयो? सम्पत्ति शुद्धिकरण कतै कतै ठगी कतै यो के हो? म सम्माननीय सभामुख महोदय, उहाँहरू पटिकालाई 47 यताकालाई अलिकति हाम्रो पार्टी सभापति जस्तै गरी होइन, अलिकति अनुसन्धान प्रक्रियामा ल्याउ त। टाउको लुकाउने ठाम छैन तपाईहरुको यो देशमा, टाउको लुकाउने ठाम। सम्माननीय सभामुख महोदय, नयाँ भ्रष्टाचार विरुद्धको महाअभियानमा युवाहरू आवाज उठाएका छन्, उठाउने छन्। 79 ले जग बसालेको छ। सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यू अचेलभरि सार्वजनिक कार्यक्रममा माइक समाउने बित्तिकै म भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्नुहुन्छ। मैले के यहाँ तथ्याङ्कहरू प्रस्तुत गर्न अनुमति चाहन्छु। सम्माननीयज्यू, भ्रष्टाचार अवधारणा सूचाङ्क 2023 सार्वजनिक गरेको छ ट्रान्सपरेन्सी इन्टरनेसनलले। त्यसमा 180 देशको तथ्याङ्कहरू छ। डेनमार्क 90 अङ्क प्राप्त गरेर कम भ्रष्टाचार हुने देश बनेको छ। हाम्रो हेरौँ त, हाम्रो 35 अङ्क
सन् 2015 मा 27 अङ्क, 2016 मा 29 अङ्क, 2018 मा 31 अङ्क, 2019 मा 34 अङ्क, 2020 मा 33 अङ्क, 2021 मा 33, औसत अङ्क पनि प्राप्त गरेका छैन। यी वर्षहरूमा यो सरकार सञ्चालक को थियो सभामुख महोदय? भ्रष्टाचार गर्दिन, गर्न नि दिन्न भारत त। सम्माननीयज्यू, अर्को तथ्याङ्क प्रस्तुत गर्न म अनुमति चाहन्छु। 2072 मा अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरीको चाङ 31,213, 73 मा 24,000, 74 मा 19,000, 75 मा 19,000, 76 मा 24,000, 77 मा 25,000, 78 मा 22,000, 79 मा 24,000 भन्दा माथि, 80 मा 38,000 भन्दा माथि, अहिले 81 मा 36,000 भन्दा माथि उजुरी परेको छ। यो बीचका भ्रष्टाचारका महाकाण्डका फाइलहरू बन्द गर्ने अभिप्रायले बनेको यो सरकार फाइल बन्द पनि गर्दैछ र यो उजुरीको चाङ र यो तथ्याङ्कको चाङमा बसेर विधिका शासन र भ्रष्टाचार उन्मूलन र सुशासनका कुरा गर्छ। सुहाउँदैन, मैले भ्रष्टाचार गर्दिन, गर्न नि दिन्न भन्दा यतापट्टिका साथीहरूले ताली मजैसँग तल टेबल ठटाउने गर्नुभएको छ। मतदाताले नि पत्याउन छोडेका छन्, पत्याउँदैनन्, पत्या छैनन्। आज ल या त डोनाल्ड ट्रम्पले फ्रड भने मैले मात्रै सुने हो कि यो देशको सम्मानित प्रधानमन्त्रीज्यूले नि सुन्नु भएको छैन त प्रतिक्रिया? युवाहरूले बोलेको कुरा सुशासनका लागि भ्रष्टाचार विरुद्ध युवाहरू बोल्दै गर्दा चाहिँ कहाँ एउटाले एउटा फेसबुक स्ट्याटस लेखेको भरमा च्याप्पै समात्ने प्रतिक्रिया दिने? हामी नयाँलाई के भनिन्छ? हामी नयाँलाई कता एउटा सार्वजनिक कार्यक्रममा देखाएको थिएँ, जनमतको कसरी उपेक्षा गरिन्छ। 11.5 लाख पवित्र मत प्राप्त गरेको चौथो पार्टीलाई नाति नातिना भनिन्छ, वडा अध्यक्षका हैसियत नभएका भनिन्छ। सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूको पार्टीका उपाध्यक्षलाई 7,500 को मतान्तरले पछाडि पारेर 34,000 भन्दा भारी मत लिएर आएको आडमै म आडमै छु। खबरदार, जनमतको यसरी उपेक्षा गर्न पाइँदैन। सम्माननीय सभामुख महोदय, जति पनि विधिका शासनका कुराहरू र हामीले उठाएको भ्रष्टाचार विरुद्धको यो अभियान कसै एकजनालाई छेकेर छेकिनेवाला छैन। संख्या पुगेन हजुर, यसपल्ट संख्या पुगेन। संख्या पुगेका दिन अकुत कमाएर सम्पत्तिका मादकतामा मस्त रमाएर बेहोस भएकाहरूलाई बिउजाउने छौं। राणा कालमा अकुत कमाउनेको सम्पत्ति जसरी राज्य ढुकुटीमा आयो, राजाको सम्पत्ति जसरी राज्य ढुकुटीमा आयो, यो 35 वर्षमा अनेकौं काण्ड मचाएर नागरिकको रगत पसिना चुसेकाहरूको त्यो अकुत सम्पत्ति राज्य ढुकुटीमा ल्याउँछौ 84 मा संख्या